र यो गाडी फ्रन्टबाट चाहिँ कस्तो देखिन्छ त फ्रन्टमा आइएनको आफ्नै लाइट छ सो यसमा चाहिँ हामीले डिआरएल होस् साइड लाइट होस् एज अ होल सिंगल युनिट चाहिँ इन्टिग्रेटेड देख्छौँ ओके फ्रन्टको सेन्टरमा चाहिँ हामीले आइएनको मजाको ठुलो ब्याजिङ देख्छौँ अब यो गाडीमा यो आइएन ब्याजिङ चाहिँ धेरै ठाउँमा देखिन्छ कि ठ्याक्कै ब्याजिङको तलपट्टि चाहिँ क्यामेरा दिएको छ फ्रन्ट क्यामेरा भनौँ अथवा 360 डिग्री क्यामेराको सेटअप रहेको छ ठ्याक्कै क्यामेराको तलपट्टि चाहिँ हामीले नम्बर प्लेटको पोजिसन पाउन सक्छौँ अब तपाईँले फ्रन्टमा पनि प्लेन्टी अफ सेन्सर्स देख्न सक्नुहुन्छ भने यहाँ ओपनिङ रहेको छ ओपनिङको साथसाथै तपाईँले ठ्याक्क सेन्टरमा चाहिँ एउटा स्क्वायर जस्तो देख्नुहुन्छ होइन यो चाहिँ हाम्रो अडासको चाहिँ रडार रहेको छ अब ओभरअल फ्रन्टबाट यो गाडी एकदमै म्यासिभ देख्छ है तपाईँले यहाँ हेर्नुभयो भने यसको विन्ड स्क्रिन पनि एकदमै ठुलो छ क्या अब वाइपरको कुरा गर्दा एउटा कुरा होस पुऱ्याउने चाहिँ के छ त हामीले यो वाइपर यसरी तान्दाखेरि चाहिँ यो बनेटमा छुने रिस्क छ सो यो चाहिँ अब धेरैजनालाई हामीलाई के हुन्छ त बानी सट्ट वाइपर उठाउने बानी हुन्छ फ्रन्टमा चाहिँ टच हुने रिस्क छ अब वाइपरकै कुरा गर्दा यो वाइपर चाहिँ फ्रेमलेस रहेको छ सिन्स अहिले चाहिँ हामीले यसरी राखेको छौँ बनेट पनि क्लोज छ होइन त्यसले गर्दा यो वाइपर चाहिँ हामीले ठ्याक्कै यसरी तान्यो भने यहाँ छुन्छ कि फ्रन्टकै अब यो बनेट हेर्ने हो भने चाहिँ गरुङ्गै छ है इन्सुलेसन्स पनि दिएको छ हेभी नै छ यो तपाईँले देख्न सक्नुहुन्छ म्यानुअल स्टट छ हाइड्रोलिक स्टट चाहिँ दिएको छैन यहाँ हामीले देख्ने भनेको चाहिँ जस्ट वाइपरको लागि पानी राख्ने ठाउँ देख्छौँ भने यो एउटा ओपनिङ देख्छौँ अब यसबाट खासै हामीले धेरै कम्पोनेन्टहरू केही पनि एक्सेस गर्न पाउँदैनौँ अलमोस्ट सबै कुरा चाहिँ यो क्लोज नै रहेको छ सो अब यो चाहिँ एउटा के हो त भन्दा राम्रोसँग बन्द भएन भने आवाज चाहिँ आउँछ है अब यसलाई चाहिँ क्लोज गरौँ खासै यसमा हेर्नुपर्ने कुरा त्यस्तो धेरै केही पनि छैन